1500 $2000 खर्च गरेर लिनुभएको इन्सुरेन्सको कतिको सदुपयोग गर्नुभएको छ। यदि यो भिडियो तपाईँ अस्ट्रेलियाबाट हेर्दै हुनुहुन्छ वा अस्ट्रेलिया बाहिरबाट हेर्दै हुनुहुन्छ भने अस्ट्रेलियामा भएका साथीहरूलाई सेयर गर्नुहोस् र यो भिडियो अन्तिमसम्म हेर्नुहोस्। हामी विद्यार्थी भएर अस्ट्रेलियामा आउँदा 1500 देखि $2000 बिमामा खर्च गरेका हुन्छौँ। त्यो खर्च गरेको पैसा हामी अस्ट्रेलियामा रहँदा बिरामी भएमा उपचार गर्नमा चाहिँ खर्च हुन्छ र लगभग सम्पूर्ण अस्पतालहरूले त्यो कभर गर्छ। तर हामी बिरामी नै भएनौँ भने त्यो पैसा त त्यसै खेर गयो। तर त्यो पैसा खेर जान नदिनलाई हामीले के गर्न सक्छौँ? त्यो पैसा खेर जान नदिनको लागि हामीले आफ्नो स्वास्थ्यको रेगुलर चेकअप गरेर त्यो पैसाको सदुपयोग गर्न सक्छौँ। कसरी? प्रत्येक वर्षको 2 पटक नसके 1 पटक हामीले आफ्नो शरीरको सम्पूर्ण चेक जाँच त्यो बिमाबाट गर्न सक्छौँ। सकेमा 2 पटक नसके 1 पटक हामीले त्यो बिमाबाट हाम्रो सम्पूर्ण बडीको चेकअप गर्ने बानी बसाली हामीले त्यो पैसाको सदुपयोग गर्न सक्छौँ। र हाम्रो शरीरमा के कुराको कमी छ त्यो कुरा हामी पत्ता लगाउन सक्छौँ। दैनिक कामले शारीरिक तनाव, कलेजको प्रेसर, परिवारबाट टाढा रहँदा मानसिक तनावले गर्दा हाम्रो शरीरमा विभिन्न नकारात्मक असरहरू परिरहेका हुन्छन् र त्यो कुरा हाम्रो उमेर बढ्दै गइसकेपछि त्यो कुरा पछि देखिन थाल्छ र हामीलाई शरीरलाई नकारात्मक असर पर्न थाल्छ। त्यसैले प्रत्येक वर्षको 1 पटक र सकिन्छ भने 2 पटक आफ्नो शरीरको पूर्ण चेक जाँच गरी स्वास्थ्य रहन बानी बसालौँ। कसरी गर्ने? जस्तै तपाईँ बस्ने सबअपको नजिकै कुनै जिपी हुनसक्छ। त्यो जिपीमा गएर आफू मेम्बर बन्न सकिन्छ र कुनै जिपीमा चाहिँ मेम्बर बनेको पैसा लाग्न सक्छ र कुनै जिपीमा चाहिँ मेम्बर बनेको पैसा नलाग्न सक्छ। त्यसको लागि आफ्नो इन्सुरेन्सले कभर गर्ने जिपीहरू चाहिँ सर्च गर्न सक्नुहुन्छ र त्यो जिपीमा आफूले अपोइन्टमेन्ट लिने, त्यसपछि गएर एउटा डाक्टरलाई भेट्ने र आफ्नो डाक्टरलाई के भन्ने भने म चाहिँ मेरो शरीरको फुल बडी चेकअप गर्न चाहन्छु र मैले ब्लड चेकअप गरेर फुल बडीको मेरो शरीरमा के भइरहेको छ भन्ने कुरा जानकारी लिन चाहन्छु भनिसकेपछि त्यो डाक्टरले चाहिँ तपाईँलाई एउटा प्याथोलोजीको पेपर दिन्छ र त्यो प्याथोलोजीमा गएर फ्रीमा तपाईँले आफ्नो ब्लड दिएर रिपोर्ट लिन सक्नुहुन्छ र त्यो रिपोर्ट आइसकेपछि डाक्टरसँग कन्सल्ट गरेर डाक्टरले के भन्छ र आफ्नो शरीरमा के कुराको कमी छ भन्ने कुरा जानकारी लिएर त्यही अनुसार आफ्नो दैनिक खानपान तथा दैनिक जीवनलाई चाहिँ चेन्ज गरेर आफू स्वस्थ रहन सक्नुहुन्छ। यदि यो कुरा तपाईँलाई मन पर्यो र यो भिडियो मन पर्यो भने आफ्नो साथीलाई सेयर गर्नुहोस्। थ्याङ्क यू।